केपी ओलीले मलाई सिद्ध्याउनका लागि बहुत खतरनाक षड्यन्त्र, उनको बानी नै छ आफूसँग सहमत नभएका रिस उठेका मान्छेलाई समाप्त पार्दै कसो ज्यान बाँचिया छ। त्यो त उनको त्यो बानी रहेनछ, नभए त्यो पनि खतरा रहेछ। त्यस्तो हुनु हुँदैन। त्यस्तो खतरनाक नेता हो केपी शर्मा ओली? खतरनाक मान्छे। कसले भन्थ्यो मलाई, स्कुल कति सही हो थाहा छैन मलाई, स्कुलमा पढ्दाखेरि रे हो। अब तपाईँलाई मैले आज भनिहाल्नु, एउटा बसिरहेको चाहिँ त्यो डेस्कमा केपी ओली बस्ने डेस्कमा अर्को आएर बसिदिएछ। हट भन्दाखेरि हटेन रे। उहिले कति 5-6-8 क्लासमा पढ्दाखेरि त्यो पछि चाहिँ केपी ओली प्रधानमन्त्री भएको बेलामा त्यो को मान्छे हो थाहा पाएर उसको जागिरै खाइदिए भन्छन् है। अब केपीले नि जवाब दिनुपर्छ, मलाई थाहा छैन, मलाई सुनाएको हुनाले भोलि को हो के हो मलाई थाहा छैन भन्छन्। त्यो म त भुक्तभोगी नै हो। कुनै दिन उनीहरूले मुख खोल्लान् के दबाब कति परेको थियो भन्ने कुरा कसले परेको थियो उहाँहरूले भन्नु होला। अनि म धेरै नभनौँ, यति मात्रै भनौँ, नबिराउनु न डराउनु। पैसा खानका लागि कोही दिने मान्छे हुनुपर्छ, माग्ने र हात पसार्ने मान्छे चाहिन्छ। माधव नेपाल त्यस्तो मान्छे होइन। पतञ्जलि योग प्रकरणमा माधव नेपालले 1 रुपैयाँ पनि पैसा लिनु भएको छैन। पतञ्जलि मात्रै कुनै पनि केसमा रामदेवसँग, रामदेव बालकृष्णसँग जानुस् न, छानबिन गर्नुहोस्, भनिहाल्छन् होला नि।